दयाको अगमवक्ता। وما أرسلناك إلا رحمة للعالمين। अगमवक्ता मोहम्मद सबै मानव जातिका लागि अल्लाहको तर्फबाट कृपा हो। उहाँलाई मानव पंक्षी र जनावरहरूलाई पनि दयाको अवधारणा सिकाउन पठाइएको थियो, जुन उहाँले मानिसहरूलाई उचित कारण बिना हानि गर्नबाट निषेध गर्नुभयो। لقد جاءكم رسول من أنفسكم عزيز عليه ما عنتم حريص عليكم بالمؤمنين رؤوف رحيم। जब पैगम्बर मोहम्मद उहाँमाथि शान्ति होस् आफ्ना साथीहरूसँग घुम्न जानुभएको थियो, उहाँका साथीहरूले चराका बच्चाहरू लिए। चरा फड्काउन र आगमवक्ताको टाउको वरिपरि उड्न थाले। त्यसो भए उहाँले भन्नुभयो, यस चराहरूलाई यसका बच्चाहरू लिएर कसले दुःख दियो, जस्तो यो गर्यो उसले फिर्ता गरोस्। अल्लाहले मोहम्मदलाई नैतिकतालाई पूर्णता दिन र मानिसहरूलाई असल आचरण, शुद्धता, इमानदारी र नाताको सम्बन्धमा बोलाउन पठाउनु भएको थियो। उहाँलाई मानिसहरूका झुट, विश्वासघात र सबै खराब गुणहरू विरुद्ध चेतावनी दिन पठाइएको थियो। उहाँको आदरणीय आचरणको कारण उहाँलाई विश्वास योग्य भनिन्थ्यो। उनले जीवनभर कहिले झुट बोलेनन् र अरूलाई धोका दिएनन्।